पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड आगजनी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति सहित 4 जना पूर्वपक्षका लागि थुनामा गएका छन् भने 1 जना धरौटीमा रिहा भएका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले आपराधिक उपद्रव तथा डाका चोरी मुद्दामा 4 जनालाई पूर्वपक्षका लागि थुनामा पठाएको। पूर्वपक्षमा लागि थुनामा जानेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरा महानगरपालिका वडा नम्बर 10 का सभापति चन्द्रबहादुर थापा समेत रहेका छन्। आगजनीमा उनी संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रासोपाले पक्राउ पर्नु अघि नै उनलाई निलम्बन गरेको थियो। पूर्वपक्षका लागि थुनामा पठाइएकामा मंसिर 9 गते पक्राउ परेका 1 नाबालक समेत रहेका छन्। पोखरा 17 बाट पक्राउ परेकी बिना मल्ल भनिने विमला सापकोटा, मंसिर 6 गते पोखरा 9 बाट पक्राउ परेका बुद्ध खवास ठकुरी र भन्ने चिनबहादुर खवासलाई पनि पूर्वपक्षका लागि थुनामा पठाइएको छ।